Okay, we have Nimesh Sister, the director of Life Damage. Sir, first many congratulations. है त so much. Thank you so र much. यस्तो राम्रो फिल्म बनाउनु भएको छ सबको कमेन्ट आउनु भएको छ होइन इज दिस अ ड्रिम कम ट्रु Yes, yes, it's a dream come true है. धेरै वर्षदेखिको प्र्याक्टिस फाइनली अब स्क्रिनमा देख्न पाइयो, रियाक्सन नि देख्न पाइयो अडियन्सहरूको. त्योभन्दा ठुलो कुरा केही नरहेछ. जस्ट हामीले जे सोचेको रियाक्सन हुन्छ जस्तो लागेको थियो त्यही देख्न पाइयो, त्यो नै ठुलो कुरा भयो. कहिले कहिले डिरेक्टरको भ्युजरमा हुन्छ अब प्रिमियरहरू गरिराख्दाखेरि होइन यो सिन त हाँसिन रहेछ काट्नुपर्छ भने यस्तो कहीँ अब काट्नुपर्छ जस्तो लाग्छ होइन लेट इट गो अन द फ्लो जस्तो लाग्यो तपाईँलाई होइन, मलाई त लेट इट गो अन द फ्लोर नै हो है. हामीले जति काट्नु थियो काट्यौँ, अब त अडियन्सले डिसाइड गर्नुपर्छ जस्तो लाग्छ कि यो के हो भनेर. तपाईँहरूलाई एकदम सोसियल मिडियामा एकदम फलो गर्ने माया गर्ने व्यक्तिहरू भनिन्छ नि सोसियल मिडियाको फलोवर्स वा लाइक गरेको व्यक्तिहरू चाहिँ आउँछ हलसम्म आउँछ आउँदैन भने त्यो कन्फ्युज आउट हुन्छ. तपाईँ के भन्नुहुन्छ वाट डु यु से अबाउट इट बिकज देयर आर लट अफ पिपल बिन फलोइङ यु गाइज क्या होइन तपाईँले फिल्म बनाउनु भनेको बिग गट्स चाहिँ चाहिन्छ. इट्स अ बिग गट्स इट्स नट लाइक मैले फिल्म बनाइसकेपछि बुझेको कुरा यही हो. त्योसँग चाहिँ हलसम्म ल्याउनु पनि ठुलो कुरा ठुलो कुरा. जुन डिस्ट्रिब्युटर नयाँ डिस्ट्रिब्युटर होइन तपाईँको अब तपाईँ नयाँ भने एउटा डिस्ट्रिब्युटरले बिलिभ गरेर यसलाई कसरी हेर्नुहुन्छ दर्शकहरू किन हलसम्म आउनुपर्छ वाइ सुड पिपल वाच दिस मुभी. त्यो मुभीको चाहिँ कस्तो छ भने यो हामीले जुन मुभी हलको लागि भनेर बनाएको हो नि त, त्यो एउटा एक्सपिरियन्स पनि हो. अनि जुन ग्रुपमा बसेर हेर्ने फिलिङ हुन्छ नि यो मुभीको रमाइलोनेस, त्यो चाहिँ हलमै आएर चाहिँ रमाइलो हुन्छ क्या. अनि मलाई जहाँसम्म लाग्छ अब तपाईँले लाइकको कुरा भन्नुभयो होइन, अहिले चाहिँ अब सबभन्दा धेरै इन्टरेक्सन हुने भनेकै सोसियल मिडिया हो. सबभन्दा धेरै इन्टरेक्सन हुने होइन. अब हामीले बाटोमा पनि त बोल्नु सक्छौँ नि त मान्छेहरूसँग, अब उहाँहरू पनि आउँछ आउँदैन स्योर हुँदैन. अब लाइक्स तर इन्टरेक्सन, अब बाटोमा 10 जना मान्छेसँग बोल्छौँ भने लाइभमा हामी 1 लाखसँग बोलेर हान्छौँ होला क्या भिडियोमा. अब 1 लाखमा 2% मात्र कन्भर्ट भयो भने द्याट्स ग्रेट. भनेपछि हरेक कुरा त पोजिटिभिटी पनि लिएर पोजिटिभिटी हो हजुर, एकदमै पोजिटिभली लिएर जानुपर्ने छ. सो हाउ वाज द च्यालेन्ज किनभने अब एउटा नर्मल अब भने क्यामेरा मोबाइलबाट खिचिराखेर अहिले लागेको छ भने एउटा बिग क्यानभस यो बिगर क्यानभस भनौँ न गइराख्दाखेरि यो च्यालेन्जेसहरू कतिको हुँदो रहेछ किन एज अ डिरेक्टर तपाईँ फोकस गरेर इभन एज अ राइटर पनि फोकस हुन्छ कतिको च्यालेन्जेस हुँदो रहेछ. एकदमै च्यालेन्जिङ हुँदो रहेछ है. अब कस्तो हुन्थ्यो भने राम्रो टिम भएन भने चाहिँ धेरै नै गाह्रो हुँदो रहेछ. अब कारणवश मैले धेरै कामहरू गर्दै जाँदाखेरि कतिचोटि चाहिँ एक्लै काम गर्थेँ कि. तर यो मुभी बेला चाहिँ मैले टिम यति राम्रो पाएँ कि जस्तै मेरो लाइन प्रड्युसरहरू हुनुहुन्छ अजय पन्त होइन आशिषहरू, उहाँहरूले एकदमै डिरेक्टरको हेडेक लिइदिने क्या. एज अ प्रड्युसरको हेडेक लिइदिने क्या उहाँहरूले. हाम्रो आर्ट डिरेक्टर आयुष महर्जन होइन उसले सबै सेट राम्रो बनाइदिने क्या. खिच्ने मान्छे पनि त्यस्तै ट्यालेन्टेड, ग्याफरहरू टन्ने मान्छे, पैसा हाल्ने मान्छेहरूले पनि ल यति चाहिँ गर हो भनेर दिने होइन. त्यति टिम भयो भने चाहिँ सजिलो रहेछ. मैले 1-2 जना डिरेक्टरको मार्किङलाई कसरी गर्नु छ एक्सलेन्ट डिरेक्टर उहाँसँग धेरैमा काम गर्नुपर्छ भन्ने कुरा चाहिँ यो तारिफ पाइराख्दाखेरि कस्तो फिल हुन्छ तपाईँलाई? मलाई खुसी लाग्छ किनभने मलाई एज अ एक्टर भन्दा पनि मलाई चाहिँ एज अ डिरेक्टर चाहिँ चिनिन मन थियो पहिल्यैदेखि. एक्टिङ भनेको चाहिँ अब युट्युबमा पहिला हामीले एक्टर नपाएर चाहिँ आफै गर्न परेको कुरा हो कि त्यो चाहिँ. एक्टरलाई पैसा तिर्न पर्ने, बोलाउनु पर्ने होइन, भाडा तिर्नु पर्नेदेखि लिएर सबै गर्दाखेरि एक्टिङ चाहिँ के भइदियो भने भन्न मन लाग्ने कथा एक्टरलाई अब पैसा तिर्नुपर्छ है. त्यति बेला बजेट हुँदैन थियो, आफै एक्टर बन्नु परेको. तर एज अ डिरेक्टर मैले यसरी कमेन्ट्सहरू पाउँदाखेरि चाहिँ म एकदमै खुसी हुन्छु किनभने मैले गरेको काम चाहिँ उहाँले नोटिस गरिदिनु भयो, एज अ डिरेक्टर बिलिभ गरिदिनु भयो. सो त्यसमा चाहिँ मलाई एकदमै नै मनदेखि नै खुसी छ. र तपाईँलाई माया गर्ने संसारभरि जसले तपाईँलाई फलो गर्नुहुन्छ माया गर्नुहुन्छ उहाँलाई के भन्न चाहनुहुन्छ किनभने पक्कै अब भोलिबाट चाहिँ हलमा पनि लाग्दैछ, धेरैले पनि हेर्दैछ होइन, पक्कै तपाईँहरू हलमा पनि जानुहुन्छ होला, भिजिट हुन्छ होला होइन, के भन्नुहुन्छ दर्शकहरूलाई? अब यस्तो छ हजुरहरूले मलाई सोसियल मिडियामा धेरै वर्ष अगाडिदेखि हेर्नुभयो, 2017 देखि हेर्नुभयो, अलमोस्ट 9 इयर्स भयो. 9 इयर्स पछि यो फिल्म बनेको छ. हजुरहरूले जसरी युट्युबमा हेर्नुहुन्थ्यो अब हामीलाई फिल्ममा हेरिदिनुहोस् होइन. तपाईँहरूले धेरै युट्युबमा देख्नु भएको साथीहरू पनि यो फिल्ममा हुनुहुन्छ. अनि आई नो जसले पनि हामीलाई सपोर्ट गरिरहनु भएको छ तपाईँहरूको हल अब नजिक होला नहोला तर पनि तपाईँहरूको माया स्ट्रङ छ. हलसम्म चाहिँ गइदिनु होला. अब तपाईँहरूको मायाले नै यो फिल्म चाहिँ टिक्छ, त्यति नै हो. ओके, अल द बेस्ट निमेशजी है. मेनी कङ्ग्रेचुलेसन. मैले हेर्न पाइनँ, म अलिकति लेट भएँ तर जतिजनाले फिडब्याक दिनुभयो नि इट वाज अमेजिङ एन्ड आई विल अल्सो गो एन्ड वाच द मुभी. भोलि टिकट काटेर पनि म हेर्छु र आई रियली लाइक टु कङ्ग्रेचुलेट एन्ड अल्सो वेलकम टु द इन्डस्ट्री. यसरी चाहिँ एउटा हुन्छ नि बिलिभ सिस्टम आफूमै क्रिएट गर्नुभयो, राख्नुभयो एन्ड थ्याङ्क यू सो मच. थ्याङ्क यू सो मच हजुरलाई पनि.